भारतको बलिदान भनेको चाहिँ नि सफलताको लागि प्रार्थना गर्यौं तर सफलतै भएन, त्यति बेला चाहिँ के हुन्छ भन्नुहोस् त? रिस उठ्दैन? प्रब्लम देखेन, प्रब्लम सुनेन, प्रार्थना गर्नु त मनै लाग्दैन, गीत गाउनु त झन् सर गीत गाउनेहरू छेउछाउमा आयो भने कुटाइ पो खान्छ हैन? किन भन्दा गर्दाखेरि चाहिँ हामीलाई प्रभुलाई धन्यवाद दिने कारणै त हुँदैन। चंगाईको लागि प्रार्थना गरे, चंगाई भएन, म चंगाई भए धन्यवाद भन्नु त मजा लाग्दैन हामीलाई। यत्रो प्रार्थना गरेर पनि किन सुनेन, गनगन पो हुन्छ त, ठुस्काइ हुन्छ। प्रभु मिलोस् भनेर प्रार्थना गरेको थिएँ तर पनि चुटिए, भत्किए। मैले नगुमाऊ भनेर प्रार्थना गरेको थिएँ तर पनि गुमाए। त्यो गुमाएको बेला चाहिँ हामीलाई कस्तो हुन्छ भन्नुहोस् त? सानो रिस उठ्छ, प्रभुलाई धन्यवाद भन्नु मजा लाग्दैन हामीलाई। तर बलिदान भनेको चाहिँ के हो भन्दै गर्दा नि, धन्यवादको बलिदान भनेको चाहिँ जुन समय तपाईँ मेरो अवस्थाहरू लथालिङ्गै भत्ताभुङ्गै सोचेको जस्तो भएको छैन नि, लथालिङ्गै भएको बेला, भत्ताभुङ्गै भएको बेला, संसारले एक्लै बनाइदिएको बेला, भाँचिएको बेला, टुक्रेको बेला पनि नि प्रभु म टुक्रेको छु, भाँचेको छु, तर पनि म तपाईँलाई धन्यवाद भन्छु भने चाहिँ धन्यवादको बलिदान हुन्छ। अब बलिदानले के गर्छ भन्दाखेरि नि, बलिदानले चाहिँ त्यति नै बेला आश्चर्य काम हाम्रो जीवनमा सुरु हुन्छ। वर्शिपले अल्टर खोज्छ, आराधनाले जहिले पनि वेदी खोजेको हुन्छ है, अनि वेदीले चाहिँ सेक्रिफाइसलाई, बलिदानलाई खोज्छ। वर्शिपले अल्टर खोज्छ, अल्टरले चाहिँ सेक्रिफाइसलाई खोज्छ। हेर्नुहोस् है, तपाईँ र मेरो आराधनाको वेदी राम्रो होला, तर त्यो वेदीमा कोही कोही बेला हामीले बलिदान पनि गर्नुपर्छ। हुँदा मिलेको बेला त हामीलाई गीत गाउनु मनपर्छ, हाम्रो आफ्नै हुन्छ, बाथरुम आफ्नै हुन्छ, किचन हाम्रै हुन्छ, गीत के साह्रो आएको होइन? तर हामीले भनेको जस्तो भएन भने चाहिँ